चिच्याउन मन छ तर आवाज बाँधेर राखेको छु। भित्रको पीडा बाहिर निकाल्न खोज्दा पनि कुनै अदृश्य डरले मलाई रोकिरहेको छ। मन चिच्याइरहेको छ तर ओठहरू मौन छन्। आँसु झार्न मन छ तर आँसुले आँखालाई ढाकेको छ। सबैको अगाडि बलियो देखिनु छ, त्यसैले आफ्नै कमजोरीलाई लुकाउन सिकेको छु। मुस्कान मेरो अनुहारमा छ तर त्यो साँचो होइन। त्यो त केवल एउटा नाटक हो जसले भित्रको आदिलाई छुप्ने काम गर्छ। मनको व्यथा सुनाउन मन छ कसैलाई, सबै कुरा भन्न मन छ, तर शब्दहरू नै मेरो साथ दिन मान्दैनन्। मौनताले मेरो भावना कैद गरेको छ र म आफैसँग आफ्ना भावना दबाएर बाँचिरहेको छु। कहिलेकाहीँ लाग्छ यदि मैले एकचोटि खुलेर रोएँ भने सायद मन हल्का हुन्थ्यो, तर त्यो आँसु पनि सहजै निस्किँदैन। भित्र कतै गहिरो ठाउँमा थुनिएर बसेको छ। तनाव छ मस्तिष्कभित्र, विचारहरू एकअर्कासँग ठोकिन्छन्। शान्त खोज्न हिँडेको मन झन् अशान्त हुँदै गइरहेको छ। तर बाहिर हेर्दा म मुस्कुराइरहेको छु, सबैसँग सामान्य व्यवहार गरिरहेको छु, जस्तो कि सबै ठिक छ। सबैलाई लाग्छ सबै ठिक छ। मजाले हाँसिरहेको छु, जीवन सहजै बिताइरहेको छु। तर कसैले देख्दैन मेरो भित्र कति ठुलो युद्ध चलिरहेको छ। मलाई मात्र थाहा छ हरेक दिन कति गाह्रो हुन्छ उठ्न, आफ्नै सोचसँग जुझ्न, आफ्नै भावनालाई सम्हाल्नु। हरेक दिन एउटा नयाँ सङ्घर्ष हो जहाँ म आफैसँग लडिरहेको हुन्छु। कहिलेकाहीँ थाक्छु र मन गर्छ सबै छोडेर टाढा भाग्न, तर फेरि पनि आफूलाई सम्हाल्छु किनकि हार मान्ने अधिकार मसँग छैन जस्तो छ। सायद एक दिन यस्तो पनि आउला जहाँ म खुलेर हाँस्न सकुला र त्यो हाँसो साँचो हुनेछ, जहाँ आँसु लुकाउन नपरोस् र मनको कुरा भन्न डर नलागोस्। तर अहिलेका लागि म यही सङ्घर्षसँग बाँचिरहेको छु, आफ्नै भित्र हतियारसँग सामना गर्दै, थोरै आशा बोकेर। किनकि म टुट्न चाहन्न, म हराउन चाहन्न, म आफैलाई जित्न चाहन्छु, चाहे त्यो लडाइँ आफूसँगै किन नहोस्।